हामी हार्दैनौँ यस लड्छौँ आज सुशीला कार्कीले गर्ने भनेको के हो जेजेको सरकार हो र यो जेजेमा देशको विरुद्धमा बोल्न सकेको यसको विरुद्धमा भन्दा आए त यो अत्याचार अझै पनि प्रश्न उठाउन खोज्दैन अझै पनि हाम्रै आन्दोलन भनेको सरकारले हामीले पक्राउ गर्छ प्रहरीले उहाँलाई नियन्त्रण गर्ने कोसिस यो निश्चित देशमा बस्नु भनेको संविधान बचाएको हो यसैको लागि हामी लडिरहेछौँ यसैको लागि लडिरहेको यस्तो भइरहेछ आवाज उठाउँदाखेरि यस्तो स्थिति छ त हामी पुलिसहरूको मनोबल बढ्नु पर्छ भन्ने नै चाहन्छौँ हामीलाई त्यहाँ जान दिनुहोस् प्लिज हामीले मागेको तपाईँहरूको लागि पनि हो सबैको लागि हो यो चुनावको मात्र म्यान्डेट हो सरकारको जुन सरकारले पनि चुनाव गर्नै पर्छ हामीले चाहेको हाम्रो कुराहरूको चुनाव 82 मा सार्ने के आवश्यकता थियो भने त्यसैको लागि सुशीला कार्कीले जसरी भन्दै हुनुहुन्छ कि चुनाव गरेर बदलाव हुन्छ त्यो कुनै पनि असम्भव छैन हामी जिन्सहरू बाटोमा उत्रयौँ भने एमालेहरूले हामीले फेरि लगाइनेछन् काङ्ग्रेसले फेरि लगाइनेछन् डराएको होइन हामी प्रश्न उठाउन खोज्यौँ त्यो 23 गतेको हत्यारा के वियोलेसमा किन खुला ढङ्गले अगाडि हिँडिरहेको छ किन प्रश्न उठाउन सकिरहेको छ उसलाई पक्राउ गर भने हत्याराहरूलाई पक्राउ गर भ्रष्टाचारीहरूमाथि कारवाही गर हामी आवाज सिंहदरबारबाट हामी कतै पनि हट्दैनौँ हामी यहाँबाट सुशीला कार्कीसँग हामी वार्ता गर्न चाहन्छौँ उहाँलाई यही बोलाउनुहोस् हामी यही उभिन्छौँ उहाँको प्रतीक्षा गर्छौँ हाम्रो कुराहरूको मागहरूको सुनवाई गर्नुहोस् छिटोभन्दा छिटो हत्याराहरूलाई पक्राउ गर्नुहोस् भ्रष्टाचारीमाथि कारवाही गर्नुहोस् बाहिर आएर अति भयो 1 महिना भइसक्यो मैले मेरो 7 दिने माग राखेको धेरै टाइम भइसक्यो सुशासन 5 वर्ष सरकार मान्छेको जीवन स्तर बढोस् म यति पढे लेखे लास्टमा खोइ देशमा गरी खाने वातावरण छ गरी खान दियो सरकार गरी खान दियो हामीले हाम्रो माग राखेर दिनु हामी आफ्नो मागहरू प्रिन्ट आउट गरेर ल्याएका छौँ सरकारसँग वार्ता बस्न दिनुहोस् हामीले सुशीला कार्कीले बोलाउनुहोस् सुशीला कार्कीले उहाँलाई नै यसरी लखेटेको भन्न गराउनुहोस् त्यसको पनि यस्तै दमनले गर्दा हामी हार्दैनौँ यस लड्छौँ आज सुशीला कार्कीले गर्ने भनेको के हो जेजेको सरकार हो र यो जेजेमा देशको विरुद्धमा बोल्न सकेको यसको विरुद्धमा भन्दा आए त यो अत्याचार अझै पनि प्रश्न उठाउन खोज्दैन अझै पनि बाटो पाइरहेछन् खै